टिचरहरूलाई कक्षा कोठामा जानु अगाडि पावर पोइन्ट बनाएर जानुपर्ने हुन्छ। पावर पोइन्ट बनाउन लामो समय लाग्छ, डिजाइनहरू गर्नुपर्ने हुन्छ र हामीले टेक्स्ट बुकमा अथवा कुनै एउटा कन्टेन्टमा आधारित रहेर पावर पोइन्ट कसरी बनाउने, जुन चाहिँ एआईले बनाउँछ, त्योलाई हामीले यहाँ लिएर आएका छौँ। गामा डट एपिपी भन्ने एउटा एप छ। वेबसाइटमा पनि गामा डट एपिपी हान्नुभयो भने तपाईँले यहाँ पुग्नुहुन्छ। यहाँनिर पुगेपछि तपाईँले ए पेस्ट इन टेक्स्ट कुनै टेक्स्टबाट जेनेरेट गरेर पावर पोइन्ट बनाउनु पर्छ भने बनाउनु छ भने तपाईँले यसमा क्लिक गर्न सक्नुहुन्छ। अहिलेलाई हामी एउटा फोहोर मैला व्यवस्थापनका सम्बन्धमा अन्नपूर्ण पोस्टमा लेखिएको एउटा आर्टिकलमा आधारित पावर पोइन्ट बनाउँछौँ। यहाँ लेखिएको छ विगतदेखि फोहोर मैला हालसम्मको व्यवस्थापनको कुरा गरिएको छ। यसलाई हामीले यसरी कपी गर्छौँ। कपी गरिसकेपछि अब यहाँनिर हामीले यसलाई पावर पोइन्टलाई यो टेक्स्टलाई हामीले कपी गर्छौँ र यहाँनिर लगेर पेस्ट गर्छौँ। पेस्ट गरिसकेपछि यसले के फर्मेटमा पावर पोइन्ट बनाउने हो, कन्टेन्टलाई के बनाउने हो, वेब पेज, डकुमेन्ट, सोसल केमा बनाउने हो, हामीले कन्टिन्यू गर्छौँ। कन्टिन्यू गरिसकेपछि यसमा यस्तो आउँछ। त्यसपछि हामीले यसको विभिन्न लेआउटहरू चेन्ज गर्न सक्छौँ। यहाँ मिडियम डिटेल्स है, यो टेक्स्ट म्याक्सिमम टेक्स्ट पर कार्ड कति राख्ने, यो कन्टेन्टहरू कसरी राख्ने भन्ने विषयमा गर्न सक्छौँ। र त्यसपछि हामीले यसलाई कन्टिन्यू गर्छौँ। कन्टिन्यू गरिसकेपछि हामीले यहाँ यसको थिमहरू एउटा कुनै चुज गर्न सक्छौँ। एउटा थिम चुज गरौँ हामीले, यो थिमलाई हामीले चुज गऱ्यौँ। त्यसपछि यसलाई प्राइमरी बटन बनायौँ र यहाँ आएर जेनेरेट गऱ्यौँ। यो गरिसकेपछि यसमा यसले पावर पोइन्ट बनाउँदैछ। यहाँ चाहिँ त्यो टेक्स्टबाट मुख्य कुराहरूलाई यसले जेनेरेट गरेर एक्सट्र्याक्ट गरेर एउटा पावर पोइन्ट जेनेरेट हुँदैछ। यो पावर पोइन्ट जेनेरेट भइसकेपछि अब हामीले यसलाई के गर्छौँ, यहाँ सेयरमा जान्छौँ र यसलाई एक्सपोर्ट गर्छौँ। एक्सपोर्ट केमा गर्छौँ, पावर पोइन्टमा एक्सपोर्ट गर्छौँ। लेट्स सी अब पावर पोइन्ट डाउनलोड हुँदैछ, कस्तो रहन्छ। डाउनलोड भएन, फेरि हामीले यहाँ क्लिक गरौँ। एकचोटि अटोमेटिक भएन भने हामीले यहाँबाट डाउनलोड गर्न सक्छौँ। लेट्स सी अब हेरौँ पावर पोइन्ट कस्तो भयो। ओपन विथ पावर पोइन्ट, यसलाई हामीले यसो गर्छौँ अनि यसपछि यहाँनिर इनेबल गर्छौँ यो एडिटिङ। यसमा चाहिँ तपाईँको माइक्रोसफ्ट कस्तो छ, यसले काठमाडौँको उपत्यकाको वातावरणलाई देखाउनु पर्ने भएर यसले फोटो पनि आफै जेनेरेट गर्छ। यहाँनिर तपाईँको नाम लगइन गर्दा के राखिएको छ र पावर पोइन्टमा जहिले पनि पावर पोइन्टको अर्थ नै हो कि साना पोइन्टहरू जुन चाहिँ पावरफुल छन् तिनीहरूलाई देखाउने हो। यहाँ धेरै भद्दा टेक्स्ट नै कपी गर्ने चलन छ, विच इज नट अ प्रोफेसनल आइडिया। हामीले कुनै टेक्स्ट नै भद्दा टेक्स्ट कपी गर्नु भनेको चाहिँ त्यो चाहिँ प्रोफेसनलिजम होइन। पावर पोइन्टमा एउटा प्रोफेसनल पावर पोइन्ट मेकरले चाहिँ त्यो बनाउँदैन। अब यहाँनिर हामीले यसलाई सबैलाई फन्ट चेन्ज गरौँ एकचोटि। हामीलाई कोकिला फन्ट यहाँ युज भएकै छ, यो राम्रो फन्ट युज भएको छ। अब लेट्स सी यहाँ स्लाइड सो गरौँ फ्रम बिगिनिङ। ओके, यसरी आयो। काठमाडौँमा उपत्यकामा फोहोरको व्यवस्थापन, काठमाडौँमा बुझौँ र जनसङ्ख्या वृद्धिले फोहोरको मात्रा बढाएको छ भने प्रारम्भिक अभ्यास र चुनौती यसरी चाहिँ संस्थागत प्रयासको अवस्था चाहिँ त्यो टेक्स्टबाट जेनेरेट भएर यसरी पहिलाको काठमाडौँलाई उसले यसरी जेनेरेट गर्यो। र राजनीतिक परिवर्तन र चुनौती यो कि विभिन्न समयमा विभिन्न कामहरू भयो, जुन चाहिँ जिटिजेडको कुराहरू यहाँ लिएको छ। र सङ्कट र नयाँ साइटको खोजी, यो फोहोर व्यवस्थापन सम्बन्धमा हामीले जस्ट टेक्स्ट प्रम्प्ट दिएको हो, उसले चाहिँ त्यसलाई खोजेर यतिको बनायो। त्यसपछि सिस्टोल र बन्चरी डाँडाको कुरा भयो, दीर्घकालीन व्यवस्थापन कसरी हुन्छ मा चाहिँ आधारित रहेर, टेक्स्टमा आधारित रहेर यो स्लाइड चाहिँ उसले बनायो। अब हामी डिटेलमा जाउँ, खोज्दाबाट गामा डट एपिपीमा कसरी पावर पोइन्ट बनाउन सकिन्छ त्यो कुरा हेरौँ। अब तपाईँलाई सुरुमा गामा डट एपिपी चलाउनको लागि सबभन्दा पहिला ब्राउजरमा जानुहुन्छ। ब्राउजरमा गएपछि यसरी तपाईँले आफ्नो ब्राउजरमा जानुहुन्छ अनि यहाँ गइसकेपछि अब तपाईँले यहाँ टाइप गर्नुहुन्छ गामा डट एपिपी भनेर, गुगल क्रोम नै चलाउनु होला। त्यसपछि यहाँ गामाको एउटा पहिलो सुरुमा आउँछ गामाको, यो गामाकोमा यहाँ क्लिक गर्नु अनि त्यसपछि लगइन गर्नु पर्यो। हामीलाई फर्स्टमा लगइन गर्नु पर्यो। यसरी लगइन गर्छौँ, हामीलाई कन्टिन्यू विथ गुगल गर्छौँ। कन्टिन्यू विथ गुगल गरिसकेपछि यसले हामीलाई गुगलमा लैजान्छ। यसको हामी अटो लगइन हुन्छ कन्टिन्यू गर्ने। फेरि कन्टिन्यू गरिसकेपछि यस्तो आउँछ।
अब यहाँनिर हामीले यो काम के को लागि गर्न लागेको भन्दा पर्सनल युजको लागि हो कन्टिन्यू गर्ने। तपाईँ के हो, एउटा डाटा इन्जिनियर टिचर के हो होइन, यहाँ फाइनेन्स प्रडक्ट के हो, तपाईँ जस्ट लाइक अ क्रिएटर हो। ओके गर्नुहोस्। अनि के को लागि भन्दाखेरि यो नोट्सहरू बनाउनको लागि हो भनेर एउटा क्लिक गर्नुहोस्, कुनै एउटा छान्नुहोस्। केबाट थाहा पायो भन्दाखेरि चाहिँ इन्टरनेट एक्सप्लोररबाट के कोबाट थाहा पायो भन्दाखेरि चाहिँ अदर्सबाट थाहा पायो होइन। अब कसले गर्दा थाहा पायो भन्दा फेसबुकबाट, इन्टरनेटबाट, कहाँबाट, युट्युबबाट थाहा पायो, ल युट्युबबाट थाहा पायो। ओके डन गऱ्यो। त्यसपछि यस्तो आउँछ। अब क्रिएट विथ एआईमा गइसकेपछि हामीले अघि पनि भनेको थियो, टेक्स्ट पछि यसलाई पेस्ट इन टेक्स्टमा जान्छौँ। जस्तै हामीले सूचना, अब यहाँ हामीले उसलाई प्रम्प्ट दिन्छौँ, सूचना र सञ्चार सञ्चार प्रविधि को फाइदाहरूका बारेमा हामीले फाइदाहरूका बारेमा यहाँ टेक्स्ट ल्याएर कपी गर्छौँ। कहाँबाट ल्याउँ? अब यसलाई हामीले टेक्स्ट ल्याउनु पर्यो। यस्तो टेक्स्ट लिएर अनि यसलाई हामीले यहाँ कपी गरौँ। यसरी टेक्स्ट कहाँ छ? यहाँनिर छ। सूचना र सञ्चार प्रविधिका फाइदाहरू भनेर चाहिँ यहाँनिर छ। यसले के गर्छ भन्दा सूचना र सञ्चार प्रविधिकोले चाहिँ यस्तो काम गर्छ। यति कपी गरौँ, यसलाई हामीले टेक्स्टमा लगेर यसरी पेस्ट गरौँ। यस्ता चाहिँ यो चाहिँ पेस्ट इन टेक्स्ट फर्मेट भयो होइन। यसले चाहिँ हामीले जे टेक्स्ट दिन्छ त्यसलाई नै पावर पोइन्ट बनाउँछ होइन। अब हामी चाहिँ जेनेरेट गरौँ, अनलाइन प्रमोटबाट जेनेरेट गरौँ भन्यो भने जस्तै अब यहाँनिर के को बारेमा त सूचना सूचना तथा सञ्चार सञ्चार प्रविधिको महत्त्व र आवश्यकता। यो कहाँनिर आवश्यकता भन्दा नेपालका सामुदायिक विद्यालयमा यो चाहिँ तपाईँले पावर पोइन्ट के अरे सरी युनिकोडमै तपाईँले टाइप गर्नुपर्ने हुन्छ। विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको महत्त्व र आवश्यकतामा चाहिँ यसले एउटा आउटलाइन क्रिएट गर्यो। अब यसले क्रिएट गर्छ यसरी। यो क्रिएट भयो। अब यसलाई हामीले केमा बनाउँछौँ? पावर पोइन्ट चाहिँ हामीले यहाँ यस्तोमा लगायौँ यसरी। अनि अब उसले यहाँ चाहिँ इङ्ग्लिसमा बनायो होइन। हामीले त्यहाँ ल्याङ्ग्वेज पनि छान्न सक्थ्यौँ। अब सूचना र सञ्चार प्रविधिको बारेमा चाहिँ उसले पावर पोइन्ट डिजाइन गर्दैछ। यति भयो। यो पावर पोइन्ट रेडी भयो। अब यसलाई हामीले सेयरमा जान्छौँ। एकचोटि पहिलोचोटि भएर हो यो यस्तो गरेको, पछि गर्दैन अहिले। द्याट्स भयो। यो बनिसक्यो। अब त्यसपछि हामी सेयरमा जान्छौँ। त्यसपछि यहाँ एक्सपोर्टमा जान्छौँ। पावर पोइन्टलाई हामीले डाउनलोड गर्छौँ। यो चाहिँ प्रमोटबाट चाहिँ हामीले यसलाई पावर पोइन्ट बनाउन लगायौँ। कहिलेकाहीँ चाहिँ हामीसँग टेक्स्ट छ भने, वर्डमा टाइप गरेको टेक्स्ट छ भने हामीले त्यसलाई पनि ट्याक्कै चलाउन सक्छौँ। अब यहाँ हामीले इम्पोर्टेन्स अफ एन्ड नेसेसिटी अफ आइसिटी इन नेप्लिज कम्युनिटी स्कुल भनेर यसले बनायो। अब लेट्स सी कस्तो भयो। हामी स्लाइड सो गरेर हेरौँ। फ्रम बिगिनिङ होइन यसरी आयो। यो चाहिँ यहाँ अहिले ल्याएर राखेको पिक्चर हो। करेन्ट कन्डिसन अफ कम्युनिटी स्कुल्स 27,000 भन्दा बढी स्कुलहरू छ। हाउएभर आइसिटी इन्टिग्रेसन रिमेन्स लो, ओन्ली 30% स्कुल हेभ कम्प्युटर ल्याब्स, द हाइलाइट्स आर सिग्निफिकेन्ट यसरी बनाए। यो द रोल अफ आइसिटी इम्प्रुभिङ एजुकेसन, डिजिटल रिसोर्सेस, इन्हान्स टिचिङ, स्टुडेन्ट इन्गेजमेन्ट यसरी चाहिँ यो कुराहरू बनायो। र बेनिफिट अफ आइसिटी 50% स्टुडेन्ट इनरोलमेन्ट, हायर पास रेट हो, फ्युचर रेडी हो, ग्लोबल एक्सेस हो होइन। आइसिटी च्यालेन्जेसहरू इन्फ्रास्ट्रक्चरको हो, फाइनेन्सियल हो, टिचर ट्रेनिङ हो, डिजिटल डिभाइड हो होइन। डिजिटल डिभाइड मिन्स ग्याप हो जुन चाहिँ जनसङ्ख्याको बिचमा, एक्सेस भएको र नभएको बिचमा इम्प्लिमेन्टेसन स्ट्राटेजिजहरू। यसरी चाहिँ यो पावर पोइन्ट चाहिँ रेडी भयो। अब यो चाहिँ तपाईँले फर्मेटहरू दिएर उसले बनाएको भयो होइन। म चाहिँ के अरे
टेक्स्टबाट कपी गरेर बनाउँछु भन्नुहुन्छ भने पनि हुन्छ, जुन चाहिँ यहाँ टेक्स्टबाट कपी गर्ने, जेनेरेटबाट गर्ने र इम्पोर्ट युआरएलबाट गर्ने। जस्तै युआरएलबाट गऱ्यो भने हामीले त्यो वेबसाइटको लिङ्कहरू हामीले यहाँ ल्याएर राखिदिन्छौँ। र यसरी चाहिँ पावर पोइन्ट बनाउन सक्नुहुन्छ। हामीलाई यहाँ चाहिँ के गरिरहेको थियौँ, यसलाई हामीले कपी गरेर ल्याएर यो टेक्स्टलाई कपी गरेर ल्याएर यहाँनिर राख्छौँ। जस्तै हामीले कहिलेकाहीँ बुककोबाट पनि ल्याएर राख्न मिल्छ। बुक जस्तै एकछिनको लागि मानौँ हामीसँग के थियो अघि, एकछिन लागि मानौँ कथा थियो होइन, कथा थियो हामीसँग। कथा कस्तो थियो एकछिन लागि यहाँ हेरौँ। हामीले के गर्छौँ, एउटा कथाको पाना छ यहाँ। लेट्स सी व्हाट इज द्याट। ओके, यस्तो कथा छ। यो होइन, यो होइन, यो होइन, यो होइन, यो होइन। यो एउटा कथा छ, सानो खराएको ठुलो बुद्धि भन्ने एउटा कथा छ। यसको पावर पोइन्ट बनाउनु पर्यो भने यो त हाम्रो किताब भयो होइन। हामीले यसलाई किताबको फोटो खिच्यौँ। अब यसलाई के गर्ने, टेक्स्ट कसरी जेनेरेट गर्ने भन्दा गुगल लेन्सबाट पनि हुन्छ। होइन भने तपाईँले के गर्नुहुन्छ, यहाँ जानुहोस्, ड्राइभमा जानुहोस्। ड्राइभमा गएर त्यो फोटोलाई एकचोटि हामीले के गरौँ, न्यूमा जाउँ, फाइललाई अपलोड गरौँ। त्यो कुन चाहिँ फाइललाई अपलोड गर्ने भन्दा डेस्कटपमा अघि भर्खर रहेको फाइललाई हामीले अपलोड गर्छौँ। अघि भर्खर रहेको फोटो, यो कथाको फोटो, यसलाई अपलोड भयो। यो 502 नाम गरेको फाइल भयो। हामीले सर्च गरौँ 502 नाम गरेको फाइल। सरी, इङ्ग्लिसमा गर्नु पर्यो। 502 गऱ्यो यसरी। 502 अघिको फाइलको नेम हेर्नु पर्यो एकचोटि। यो आयो नि होइन। यसलाई राइट क्लिक गरौँ, ओपन विथ गरौँ। यसबाट हामीले टेक्स्ट जेनेरेट गर्नु छ। टेक्स्ट जेनेरेट कसरी गर्ने भन्दाखेरि त्यो फाइललाई ड्राइभमा हाल्ने, त्यसपछि हामीले राइट क्लिक गरेर ओपन विथ डक्स गरेपछि यसको फाइल टेक्स्ट चाहिँ जेनेरेट हुन्छ। यो चाहिँ तपाईँले गुगल लेन्सबाट पनि गर्न सक्नुहुन्छ। यहाँबाट गऱ्यौँ हामीले। अब यसलाई के गर्छौँ, यसलाई हामीले कपी गर्छौँ। यो टेक्स्ट हो, यसलाई कपी गर्छौँ यसरी। यसलाई कपी गरौँ अनि त्यसपछि हामीलाई यहाँ अहिले एपिपीमा गामा डट एपिपीमा लैजानु छ। यसलाई पेस्ट गर्छौँ। यो चाहिँ कथा भयो। यो कथालाई हामीले अब पावर पोइन्टमा चेन्ज गर्नु छ। अब हामीले यसलाई कन्टिन्यू गर्छौँ। लेट्स सी, एउटा अप्लाई गरौँ, जेनेरेट गरौँ। यसरी पनि बुकको पानाकोबाट एउटा खराएर स्यालको कथा होइन। यसरी चाहिँ यो एआईले यसलाई पावर पोइन्टमा चेन्ज गर्दैछ। यस पावर पोइन्ट हेरेर हामीले चाहिँ कथा बनाउन सक्छौँ। लेट्स सी, अब यसलाई हामीले फाइनल भएको छ कि छैन, फाइनल भयो होइन, यसो भयो। यसलाई हामीले के गर्छौँ, सेयरमा जान्छौँ, एक्सपोर्टमा जान्छौँ, यसलाई पावर पोइन्टलाई एक्सपोर्ट गर्छौँ। यसलाई चाहिँ हामीले कथा बनाएर बच्चाहरूको अगाडि सुनाउन सक्छौँ। कुनै पनि टेक्स्ट, जस्तै तपाईँसँग छक्का छक्का हार्डकपी बुक छ भने त्यसबाट गर्न सक्नुहुन्छ। यसरी चाहिँ अब यहाँ स्यालर यसलाई स्लाइड सो गरौँ, फ्रम बिगिनिङ गरौँ। यसरी चाहिँ बनाउन सकिन्छ। खराएको अनौठो जवाब भयो, भावना भयो, स्यालको नयाँ योजना भयो, यो घर देखाउने प्रस्ताव, नयाँ स्यालको यसरी चाहिँ हामीले स्टोरीहरूलाई